हेलो गाइज नमस्ते तपाईहरुलाई स्वागत छ मेरो यो पहिलो भिडियोमा। इट्स मी सुरज शाह हैन। म चाहिँ यो ज्ञान ग्रोथ कम्पनीमा काम गर्छु। यहाँ हेर्न सक्नुहुन्छ धेरैजनाले भन्छन् कि यो ज्ञान ग्रोथ कम्पनी फेक हो भनेर। म तपाईलाई सुरुमा यसको ड्याशबोर्ड नै देखाइरहेछु। यो मेरो 2 दिनको अर्निङ हो हैन। 3000 रुपैयाँ मैले 2 दिनमा कमाएको छु। अनि यसलाई चाहिँ म विथड्रल पनि गरेको छु। यहाँ हेर्न सक्नुहुन्छ विथड्रल रिक्वेस्ट म गरी देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ मैले कति विथड्रल गरिसकेको छु। 800 400 400 अनि 425 रुपैयाँ रहेको छ। यो पनि म विथड्रलमा लाउने छु। हेर्न सक्नुहुन्छ 425 रुपैयाँ विथड्रलमा लाएँ। यो ई-सेवामा आउन मेरो 1 देखि 2 घण्टा लाग्ने छैन। अनि यहाँ हेर्न सक्नुहुन्छ ड्याशबोर्डमा क्लिक गर्दा यो यस्तो आयो। अब म तपाईहरुलाई सिकाउने छु। म यो भिडियो सानो नै बनाउने छु। अर्को भिडियोमा म तपाईहरुलाई सिकाउँछु यसमा कसरी अर्निङ गर्ने के गर्ने भनेर। म अब तपाईहरुलाई यो सिकाउँछु कि यसमा रजिस्टर चाहिँ कसरी गर्ने। रजिस्टर गर्नको लागि सुरुमा तपाईले त्यहाँ डिस्क्रिप्सनमा लिंक दिएको छ या मैले तपाईलाई लिंक सेन्ड गर्छु। त्यो लिंकमा क्लिक गरेपछि यस्तो ड्याशबोर्डमा आउन सक्नुहुनेछ। यहाँ हेर्नु गाइस लिंकमा क्लिक गरेपछि तपाईहरु यस्तो ड्याशबोर्डमा आउन सक्नुहुनेछ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो ज्ञान ग्रोथ कम्पनीको बारेमा आएको छ। यहाँ हेर्नुस् यहाँ प्याकेजहरु देखाइएको छ। जस्तै तपाईहरुले लिंकमा क्लिक गर्नुहुन्छ भने यस्तो ड्याशबोर्डमा आउन सक्नुहुन्छ। सुरुमा तपाईहरुले यसमा इन्भेस्ट गर्नुपर्छ गाइस। इन्भेस्ट नगरिकन कुनै काम हुँदैन। सुरुमा अब तपाईले बेसिक प्याकेज जस्तै रहेको छ 799 को। यसमा तपाईलाई एफिलिएट मार्केटिङ कम्युनिकेसन स्किल कन्टेन्ट क्रिएसनहरु भयो हैन। डिजिटल स्किलहरु सिकेर लर्निङ सँगै अर्निङ पनि गर्न सक्नुहुनेछ। अनि अर्को चाहिँ रहेको छ स्ट्यान्डर्ड प्याकेज। यसमा हेर्न सक्नुहुन्छ यहाँ थुप्रै योहरु रहेको छ। 1 2 मा एफिलिएट मार्केटिङ कन्टेन्ट क्रिएसन क्यानभा मास्टरी धेरै थोक रहेको छ। प्रिमियम प्याकेज अर्को यो प्रिमियम प्याकेज रहेको छ 3000 को। यसमा हेर्न सक्नुहुन्छ यहाँ थुप्रै अप्सनहरु रहेको छ अर्निङ गर्ने। तपाईहरुले मेन एफिलिएट मार्केटिङ कन्टेन्ट क्रिएसन क्यानभा मास्टरी लिड जेनेरेसन कम्युनिकेसन स्किल। अब जस्तै लास्ट रह्यो तपाईको मास्टर प्याकेज। मेरो चाहिँ मास्टर प्याकेज थियो। मैले 6000 मा लिएको मास्टर प्याकेज। यो मास्टर प्याकेज भयो। यहाँ हेर्न सक्नुहुन्छ मास्टर प्याकेजमा ट्रेडिङहरु भयो धेरै थोक छ। मास्टर प्याकेजहरु लिँदा तपाईहरुले अब जस्तो प्याकेज लिनुहुन्छ त्यस्तै तपाईहरुलाई प्रफिट हुने हो हैन। अब यसमा एफिलिएट गरेर मेन तपाईको कमाइ हुनेछ। अब जस्तै तपाईले यहाँ प्रिमियम प्याकेज नै लिनुहुन्छ स्ट्यान्डर्ड या बेसिक जुन पनि लिँदाखेरि। जस्तै बेसिक प्याकेज लिनुभयो भने यहाँ बाइ नाउमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ तपाईहरुको डिटेल्सहरु भर्नुपर्ने हुन्छ हैन। अब यहाँ जस्तै तपाईहरुको यहाँ नाम दिनुपर्ने हुन्छ। जस्तै म आफ्नो नाम दिए है। नाम दिनुपर्ने हुन्छ। यहाँ अब जीमेल दिनुपर्ने हुन्छ। यहाँ व्हाट्सएप नम्बर दिनुपर्ने हुन्छ। अब जस्तै यही नम्बर दिए मैले। अब एड्रेस चाहिँ एड्रेस तपाईको जहाँ छ त्यहाँको एड्रेस दिइहाल्नु। अनि यहाँ पासवर्ड दिनु। यहाँ पासवर्डमा मैले 8 वटा क्यारेक्टर लाग्छ। मैले 8 वटा क्यारेक्टर दिएँ। यहाँ प्रोमो कोड जुन छ अब तपाई मेरो लिंकबाट आउनुहुन्छ भने यहाँ अलरेडी प्रोमो कोड हुन्छ। यहाँ प्रोमो कोड छैन भने यहाँ मेरो प्रोमो कोड रहेको छ PC182257। यहाँ हेर्न सक्नुहुन्छ यहाँ मेरो नाम आएको छ। यो स्पोन्सर नेम इज सुरज शाह। अनि यो तपाईहरुले प्रोमो कोड हाल्नुभयो भने यो तपाईले डिस्काउन्ट पाउन सक्नुहुन्छ। यहाँ जस्तै बाइ क्लिकिङमा यहाँ टिक लाउनु पर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो 999 रुपैयाँ टोटल रहेको छ। यो प्रोमो कोड दिँदाखेरि तपाईले 800 रुपैयाँ मात्रै यो दिनुपर्ने हुन्छ। अब जस्तै यहाँ क्लिक गर्नुहुन्छ भने हेर्नुस् यस्तो ड्याशबोर्डमा आउन सक्नुहुनेछ। यस्तो ड्याशबोर्डमा आउँदा यहाँ यसरी अलि तल स्क्रोल गर्नुहुन्छ। यहाँ पे विथ क्यूआर कोड भनेर आएको छ। यसमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ कन्टिन्यू गरेपछि यहाँ हेर्न सक्नुहुन्छ यस्तो आएको छ। यहाँ तपाईहरुले 799 रुपैयाँ पे गरिसकेपछि अब यो स्क्रिनशट लिएर तपाईको ई-सेवामा छ भने ई-सेवाबाट पे गर्नुस् हैन। ब्याङ्क छ भने ब्याङ्कबाट पे गर्दा हुन्छ। अनि त्यहाँ पे गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ यहाँ चुज फाइल रहेको छ। यहाँ तपाईहरुले आफ्नो स्टेटमेन्ट चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। यहाँ जस्तै मैले कुनै स्टेटमेन्ट यो स्टेटमेन्ट भयो मैले सबमिट गरेँ। अनि यहाँ ट्रान्जेक्सन आइडीमा तपाईहरुले आफ्नो नम्बर पनि राख्दा भयो। अर्को ट्रान्जेक्सन आइडी भनेर आउँछ त्यो राख्नु। एक कि त नम्बर राख्दा हुन्छ। राखिसकेपछि यहाँ सेन्ड गर्नुपर्ने हुन्छ। सेन्ड गरिसकेपछि यहाँ हेर्नुस् यो डिटेल हेज बीन सबमिटेड प्लिज वेट फर कन्फर्मेसन। यो 5 देखि 10 मिनेटसम्म भित्र कम्पनीले त्यहाँ तपाईको एप्रुभ गरिदिन्छन् हैन। अनि त्यहाँ एप्रुभ गरिदिसकेपछि यहाँ तपाईहरुले यस्तोमा जानुस्। यहाँ लगइनमा गएपछि अब तपाईले अघि जुन जीमेल राख्नु भएको थियो त्यो जीमेल अनि यहाँ पासवर्ड राख्नुहुन्छ भने तपाईको लगइन हुनेछ। अब म आफ्नो पुरानो आइडी यसमा लगइन गर्छु। तपाईले जीमेल र पासवर्ड राख्नुहुन्छ भने यस्तो तपाईले ल्याउन सक्नुहुन्छ आफ्नो। यहाँ तपाईहरुको आफ्नो आइडी खोलिहाल्छ हैन। यहाँ हेर्न सक्नुहुन्छ यहाँ त थुप्रै योहरु रहेको छ। यहाँ कोर्सहरु रहेको छ हैन। डिजिटल स्किलहरु यहाँबाट तपाईहरुले सिक्न पाउनुहुन्छ। अब यहाँ ड्याशबोर्डमा क्लिक गर्नुहुन्छ भने तपाईको आइडी यहाँ देखाउनेछ। यहाँ मेरो आइडी रहेको छ। यहाँ तपाईको प्रोमो कोड रहेको छ हैन। अब यहाँ यसरी नै आइडी यसमा क्रिएट गर्न सक्नुहुनेछ। मैले विथड्र पनि गरेँ अनि एउटा ग्रुप छ ग्रुपमा म जोइन गराइदिन्छु। तपाई मलाई कन्ट्याक्ट गर्नु
मेरो WhatsApp नम्बर चाहिँ यहाँ डिस्क्रिप्सनमा छ कि त यहाँ तपाईँको युट्युब आइडीमा होला मेरो WhatsApp नम्बर, त्यहाँ मलाई म्यासेज गर्नुहोस्। म तपाईँहरूलाई फुल्ली गाइड गर्नेछु। यसरी नै यो ज्ञान ग्रोथ एपमा तपाईँहरूले लगइन गरेर होइन कमाउन सक्नुहुन्छ। अब म अर्को भिडियोमा तपाईँहरूलाई सिकाउनेछु यसमा कसरी अर्निङ गर्ने, के गर्ने भनेर सबै सिकाउनेछु है त गाइज। यसमा म तपाईँलाई सिकाएँ कसरी यसमा रजिस्टर गर्ने हो, लगइन गर्ने हो भनेर, प्याकेज कसरी किन्ने हो। ल त गाइज धन्यवाद। आशा गर्दैछु भिडियो राम्रो लागेको होला। च्यानललाई सब्सक्राइब गरेर राख्नु, अरू भिडियो पनि आउँदै गर्छ। थ्याङ्क यू सो मच।